अब घर बनाउँदा अब समस्या त भइहाल्छ। अब अलिक बुढाको अब अलि पैसा नि थिएन, कमाइ नि थिएन भनौँ न। अब कमाइ नभएर भागेर हिँडेछ अहिले होइन। अनि त्यही भएर अब समस्या भयो, ऋण गरेर भयो नि अब यस्तो घर बनाऊ भनेर बनाउनु लागि। समस्या त अब पर्यो नि, अब बुढा छैन, कसैले पटाउँदैन है। त्यही भएर अब समस्या धेरै परेको। पत्र छ नि त, छाप्रो यसो बेरबार गरेर बसिरहेका छौँ। मान्छे पाइएन, घर बनाउन सकिएन, 2-3 गाउँ जुड्लियो, मान्छे पाइएन बाहिरको। अनि यहाँ 2-3टा घर सकेपछि आउँला भन्नु हेर्छ गाउँमा घर बनाउनेहरूले। गाउँको मान्छे पनि कोही आफ्नै काममा घर बनाउने यताउता त्यतै छन्। कोही काठे करिङपट्टि, कोही गार लाउनेपट्टि। पालै आएको छैन हाम्रो त। 2-3टा बनाएपछि बनाइदिउँला भनेको छ। खेती त धेरै वर्ष मान्छे पनि अब 3जना 4-5जना त मान्छे लास हाम्रै यहीँ पर्यो। सर अब घरमा गाउँमा मान्छे छैन, सबै विदेशतिर छन्, कोही जागिरतिर छन्। अब गाउँमा त्यति मान्छे पनि छैनन्। त्यही भएर अनि अलि ढिला पालो गर्दा अलिक घर बनाउनु सकेन। आदि नै बन्ने होइन सर। अब बिस्तारै यो वर्षमा चाहिँ 3 भागमा 2 भाग चाहिँ बनिसक्छ।